आदरणीय श्रोता, निकै नै दुःखद खबर छ। प्रसङ्ग मुगुको रहेको छ। करेन्ट लागेर 10वटा खच्चरको मृत्यु भएको हामीलाई खबर प्राप्त भएको छ। मुगु जिल्ला मुगम कारमारुङ गाउँपालिका वडा नम्बर 9 छाइलाबाट ढुवानी सामान अनलोड गरेर गमगढीतर्फ ल्याउने क्रममा छायाना रारा नगरपालिका वडा नम्बर 12 लुम्स गाउँ स्थित गमगढी नाक्चा लाग्न सडक अन्तर्गत लुम्स गाउँको लागि राखिएको विद्युत ट्रान्सफरबाट पोल हुँदै सडकमा करेन्ट आएको कारण करेन्ट लागेर 10वटा खच्चरको घटनास्थलमै मृत्यु भएको हामीलाई खबर प्राप्त भएको छ। साथै उक्त घटनामा निम्न 3 जना व्यक्तिहरूको मृत्यु भएको भन्ने बुझिएको छ। छायाना रारा नगरपालिका वडा नम्बर 10 घट्टलेक बस्ने वर्ष 34 का जग्गीराम बडुवालका 3वटा खच्चर, वर्ष 32 का पृथ्वी एडीका 3वटा खच्चर, छायाना रारा नगरपालिका वडा नम्बर 1 छतेलबाडा गाउँ बस्ने 38 का कर्णबहादुर मल्लका 4वटा खच्चर रहेको हामीलाई खबर प्राप्त भएको छ। उक्त घटनास्थलमा मुछुल्का तथा थप अनुसन्धानका लागि चैन प्रहरी चौकीबाट प्रहरी निरीक्षक हरिबहादुर बोहराको कमान्डरमा 6 जनाको टोली घटनास्थलतर्फ गएका छन् भने साथै क्षतिको थप विवरण आउन बाँकी रहेको मुगु जिल्ला सहकर्मी बलवीर लावडले मुगु खबर .com लाई जानकारी गराउनु भएको छ।